छोराहरू, हाम्रा छोरा बुहारीहरू र हाम्रो नाति, हाम्रा नातिनी बुहारीहरू र उपस्थित हाम्रा बुहारी आमा, के अरे दुलैको आमा, उसको अलावा उपस्थित सम्पूर्ण आज हाम्रो जेठी नातिनी अनि कान्छी नातिनी र हामीले नाति अर्थात् हाम्रो जवाई चेला लगायत हाम्रा माइली कान्छीको दाजु मामा र मामाको बुहारी दुईटा माहौलीहरू सर्वलाई मेरो तर्फबाट र बोलालको तर्फबाट सबैलाई स्वागत गर्दै आज यस कार्यक्रममा आएर हाम्रो नाति नटिनीलाई हामीले ठेकीको कार्यक्रम लिएर भनौँ र यो ठेकी के हो भन्ने कुरा मैले छुट्टामा भन्न चाहन्छु। यो ठेकी भन्ने यो जब छोराछोरीहरू उमेर पुग्छन् र आमा बाबुले ती बुहारीहरू ल्याउन या जवाई चेलाहरूलाई देख्छन्, विशेष गरेर मगरहरूको त आफ्नो साक्कै बहिनी जवाईलाई हाम्रो दिने चलन छ। त्यस्तै त्यो ठेकी भन्ने कुरा बिहा गर्नभन्दा पहिल्यै आमा बाउ लगायत हाम्रा बेहुलाले के हुन्छ भने बिहा गर्न चाहन्छ भने त पहिला दुई किसिमको ठेकी हुन्छ। एउटा ठेकी भन्दा किनभने हाम्रो यो संस्कार हो, गाईको ठेकी मगरको अत्यन्तै शुभ हो। एउटा ठेकी यसरी ल्याएर रङ्गाएर यसरी राखेको हुन्छ हामीहरूले। र यो पनि एउटा के हुन्छ भने केटालाई केटी मिलेर जान्छ। विशेष गरेर हाम्रो यहाँ कान्छीको केही नै भयो होला, जेठीको के भयो मैले आफैले भन्ला। र त्यो बिहा गर्नको लागि पहिल्यै, बिहा गर्नुभन्दा पहिल्यै तयारीको लागि दुलाले पनि मन पार्यो, दुलैले पनि मन पार्यो, अर्थात् मामाको छोरी साक्कै पर्यो र दाजुभाइले पनि त्यसलाई लिन चाहे भनेदेखिलाई पहिला हामीले त्यो नानीको लागि पहिला त केटाकेटीलाई भन्ने चलन थियो के अरे, दादाल त भन्न पनि पर्दैन, त्यो पनि राम्रै हो। त यसले एउटा भन्छ जो बुढा के अरे केटा र केटी मिल्यो, या बेहुला र बेहुली मिलेर ल्याएकोलाई भन्छ चोरी ठेकी अरे, त्यो अलिनु राम्रो हो। त्यस कारणले म हाम्रो नानीहरूलाई के भन्न चाहन्छु भने अझ बिहा गर्छौ भने आपसमा मित्रता हुन्छ भने, या राम्रो लाग्छ भने यो मान्छे राम्रो मान्छे छ, यो केटी राम्री छि, हो हामीले बिहा गर्न पर्यो भनेर उनले पहिले सल्लाह गरेर जसको राम्रो विचार छ, हाम्रो कुललाई पनि सम्झन्छ र वंशलाई पनि सम्झन्छ भने उसले के भन्छ भने हाम्रो आमा बाउ इष्टमित्र हाम्रो वंशहरू छन् त उहाँहरूलाई माग्नुस् भनेर ल्याउने ठेकी त्यो अत्यन्तै राम्रो हो। त अदाल भोलि त त्यो भन्न त जरुरी छैन, तर केटा र केटी मिलेर जान्छन् भने त्यो अलिकता नराम्रो हुन्छ। जति मिले पनि अथवा आफ्नो कुल पित्र इष्टमित्र दाजुभाइलाई इज्जतले सम्हाल्नको लागि सबैलाई
सोधेर बाउ आमा इष्टमित्र दाजुभाइलाई सोधेर बिहा गर्नु पर्यो भनेर भन्यो भने के अरे ठेकी ल्याएर आउनुपर्छ। कसरी कि अब मेरो बुहारी कसैले लैदिन्छ कि भनेर यो एउटा प्रमाण हो। अब यो हामीले खोल्छौँ, यो ठुलो प्रमाण हो। त्यस कारणले दुई किसिमको ठेकी भयो। एउटा त मिलेर जानु अलि नराम्रो हुन्छ, त्यसलाई कोसिस गरौँ। भयो आमालाई जब आमाले 10 महिना राख्यो अथवा लगभग 18 वर्षसम्म पाल्यो, अझ पढायो भने त्यसको इज्जत राखौँ भनेर त्यसले के भन्छ भने हाम्रो परिवार समेतलाई सबैलाई मागेर ल्याउनुहोस्, हाम्रो इज्जत रहन्छ भनेर सङ्कल्प गर्दाखेरि दाहिने हात कहाँ हुन्छ? जमिनमा हुन्छ। त्यस्तै भगवान् हाम्रो आमा हुन्, आमालाई हामीले साँची राख्छौँ। त्यस्तै कुरा एउटा यो आदर हो। त्यस कारणले आज दुईटै हाम्रो नातिनीहरूको ठेकी आएको रहेछ र त्यस्तै हाम्रा जमाई चेलाहरू पनि आएका छन् र ठेकी ल्याएर हाम्रो जन्तीहरू पनि भनौँ या छोरीहरू नातिहरू पनि आउनुभयो। र म के भन्न चाहन्छु भने हाम्रो कुल पितृ कुल भनेको हामी यही नि जौन घरका जौन वंशका छौँ ती फैलिएर राम्रो काम गरेर बसेकोलाई नै कुल भन्दछ। पितृ कसलाई भन्छ? जो उमेर पुगेर अथवा कोही बिमारीले मरेर जान्छन् भने त्यसलाई के भन्छ? पितृ भन्छ। र कुल पितृलाई हामीले यसरी साँची राख्दै या आदर गर्दै हामीले आज हाम्रा दुईटा नातिनीहरूको यो एउटा प्रमाण हो। जो कि मैले चाहेको केटी या मैले चाहेको केटा यो ठेकी खाइसकेपछि त्यो कतै पनि जान्न पाउँदैन। गएछ भने के हुन्छ? गएछ भने के हुन्छ? गएन भने के हुन्छ? अथवा केटाले बाटमा बेइमानी गर्यो भने आजको प्रमाण ल्याएर हो। समाजमा हामी समाज भयौँ, भाइहरू भयौँ, नजिकका समाज भयौँ, यसलाई पनि हामीले साथै राख्नुपर्छ होइन? मेरो कुरा मेरो दाजुभाइले जानेको जानेका हुन्छौँ, नजिकका मान्छेहरू जानेका हुन्छन्। त्यस्तै हामीले त्यस्तै राखेर एउटा हामीले कुरा साथी राख्यौँ। जमिनलाई हाम्रो आमा हुन्, दोस्रोकोलाई हाम्रो साथी राख्यौँ। हामी छिमेकीलाई हेर्नुहोस् तपाईँहरूले यसरी गर्नुभएको थियो, यसरी चाहिँ ठेकी खाइएको थियो। आज केटाले बदमास गर्यो, त्यसलाई कसरी दण्ड गर्ने, त्यसलाई कसरी शिक्षा गर्ने भन्ने कुराहरू यसबाट गरिन्छ। र अब यो ठेकी खाइसकेपछि न केटाले गर्यो भने केटाले दण्ड तिर्नुपर्छ, केटी बदमास गर्यो भने केटीले त्यसको दण्ड तिर्नुपर्छ। तर दण्ड तिर्नुको अर्थ हो जो आदत छ, जो प्रमाण छ, त्यसलाई नमानेर कानुनको बर्खिलाफ गरेको हुनाले आउने भनेर अब मेरो भन्दा अरूसँग जानु नपाउने भन्ने एउटा प्रमाणित गर्ने मात्रै हो। र आज त्यसैको लागि हामीले सिक्नमा भयौँ र हाम्रा कुल पितृहरू र हाम्रा सबै देवदेवताहरू हाम्रो बुद्ध सहित सबैलाई हामीले छोरा सबै एकै मिनेट होला र नाति नातिनी नाति मामा सबै हाम्रो यहाँको कान्छी कताको आमा कान्छी यता आऊ न, कान्छी पनि यता आऊ। उठ उठ भाउ, उठ भाउ। अच्छा अब त्यो सबै त्यसो गर्नुहोस्, त्यो बाबुले त्यो सबै त्यो निकाल्नुहोस् अगरबत्ती। अब तपाईँले चाहिँ त्यो अगरबत्ती सल्काउनुहोस्, सल्काउनुहोस्।
तपाईँले समात्नुहोस् तर सल्काउनुहोस् र बाँड्नुहोस् को मामालाई दुईवटा दिनुहोस् एउटा पोए एउटा दुईवटा पोए दुईवटा आमालाई एउटा दिएर खुच्चो एउटा दुईवटा पोए दुईवटा सबैलाई बाँडेर तपाईँले एकैछिन प्रार्थना गर्नुपर्छ भयो दिउ जलाउने अब उहाँले नि जलाउनु सक्छ हाम्रो कान्छी छ त्यो दिउ जलाउँछ उट्या छ माची छ सल्किसक्ने बाबु पुरै सल्किने बालक बाँड्नुहोस् तपाईँ डुलै मामालाई आमालाई दिनु ल जति पुग्छ उति बाँड ल यसैसम्म त दुईवटा हातको बिचमा चाहिँ राख बाँडेको जति पुगेछ त्यति बाँड दुईवटा बाँड त घरिघरि पुग्छ कान्छी उहाँको बुहारी पनि हुनुहुन्छ भने दिनुहोस् पक्राउनुहोस् मात्रै मार बाबु त्यो उसले अगाडिपट्टि मार यता डुलाएर दुईटैलाई उहाँलाई जति पुग्छ मार दुईटै दाम भने बढी छोरी बढी दियो ल सबैले यसरी पक्राउनुहोस् है यस्तै गरे सक्नुहुन्छ भने मेरो पछि भन्नुहोस् नत्र तिम्रो पनि उठ्नु पर्ने हो तर आज टाढा आएर बसिहाल्नु ल मेरो पछि भन्नुहोस् है नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स भन्नुहोस् त नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स फेरि भन्नु नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स भनेर ढो गर्नुहोस् यहाँ मूर्ति हुन्छ सबैले मूर्ति अनिवार्य राख्नुपर्छ नत्र हाम्रो भाइले किनेको छौँ भाइले त्यहाँ ल्याउने हो यस्तो कार्यक्रममा ठुलै छ यत्रो राख बाबु त्यसो आओस् ढोगर उसलाई अहिले सम्झाउनु मूर्ति यहाँ छ भगवान्लाई भगवान् भन्ने बुद्ध किराँतीहरूले पनि मान्छ बुद्ध ल अब ढोगर्नु सबैले ढोगर्नु ल एक दफा ताली बजाउनु सबैले ल बस यसमा पञ्चशील पनि गर्नुपर्छ समय लाग्छ पञ्चशील गर्नुपर्छ अब बुद्ध पूजा पनि गर्नुपर्छ अब सबैले भने समय लाग्छ त्यसरी नगरौँ है सबैको तर्फबाट मैले गरिदिएँ ल धन्यवाद छ र अब मामा हामीलाई खोजी भयो नि छैन भने पनि किनेर पनि मामा बनाउन जरुरी पर्छ यतिखेर अधिकार हुने रहेछ भन्ने कुरा पनि तिमीलाई थाहा हुनु पर्यो मामा हुनुपर्छ छैन भनेर किनेर ओल्तिर पोल्तिर गरेर मामा बनाएर पनि हामीले ठेकी फोर्नु पर्छ किन उनीहरू प्रमाण हुन् है यो तपाईँलाई बुझ्नको लागि म भन्ने छु र अब उहाँले ठेकीलाई ल्याउनु भएको छ त्यो बिर्कोलाई यसरी पहिला जेठीको गराइदिनु बाहिर निकालिदिनुहोस् तपाईँले बरु होइन त्यति राख्नु भयो यति राख्नु यादको खोल्नु पर्यो यो खोल्नु तपाईँ कान्छीलाई लाग्नु तपाईँको यो खोला त भन्यो नि यहाँ यसलाई खोल्नुहोस् यसलाई यता यहाँ खोल्नु यताबाट आउनुहोस् यहाँ छिन् यसलाई उता लैदिनु नानी माइजूलाई उहाँले हौ त्यसरी यसो खोल्नुहोस् एउटा यो परम्परा हो निकाल्नु बस बाहिर निकाल्नु ल ताली बजाऊ एक दफा ताली बजाऊ है अब सबै बसिदिनुहोस् ल धन्यवाद छ ल बस्नु र मैले अब हजुर पनि बस्नुहोस् जाँदा सजिलो हुन्छ त्यहाँ अप्ठ्यारो छ देख्छ अब सकिएको छैन ठुलो पूजा आजा गर्नुपर्ने हो त्यो समय पनि अलिकति समय दिएन अब सबैले भनेर समय पनि लाग्छ त्यस कारणले आज यति नै यतिमा हामीले सक्नु पर्यो त्यस कारणले अब उहाँ यो चाहिँ अब सबैलाई के गर्नुपर्छ भने भित्र कुलहरूलाई पितृहरूलाई चलाउने पहिला कान्छीले अथवा हाम्रो केटाहरू कोही पनि गए हुन्छ कोही जाँडसाँड खाइसकेको छ भने अर्कोलाई दिने हुन्छ
त्यो चढाएर त्यसैमा सबैलाई थोरै थोरै हाल लाग्ने है। अहिले प्रसाद भनौँ या पञ्चम रुपियाँ यही हुन्छ, त्यो गर्ने भित्र चढाउने, उसको बाद जति बसी छ यति यति एक थोप्ला सबैलाई चढाउने।